बिहा भयो नि मेरो अब उहाँभन्दा त्योभन्दा कति मन्थ अगाडिबाट नि जे होस् यसो केक किन्ने यताबाट के लगाउने कस्तो मनपर्छ डिजाइन यताउताबाट नि हल्का बोल्ने स्टार्ट भइसकेको थियो अनि एकदम क्लोज भइसकेको थियो कि हामी जे होस् अब नन्द भाउजू भन्दा एज अ फ्रेन्डको रूपमा चाहिँ एकदमै नजिक थियो आफ्नै दिदी बहिनी साथी त्यस्तो लाग्थ्यो क्या अन्त म यहाँलाई एकदम पङ्क्चुअल टाइममा त्यो मात्रै हो जस्तो लाग्छ खाना चाहिँ मिठो बनाउनु त्यो बेला चाहिँ खुसी लागेको थियो होइन अनि जब त्यो टाइम आउँदै गयो नि त्यो है अब जान्छ है अब भने नि हिजो राति पनि अब त उसको आज लास्ट नाइट है यहाँ बस्ने त्यस्तो टाइपको हुन्थ्यो हुन त फर्केर आउनुहुन्छ तै पनि मैले केटापट्टि कस्तो रहेछ बुझ्न खोजेको थिएँ अनि पछि सुन्नमा राम्रो भएको थियो खुसी लाग्यो ज्वाइँ चाहिँ अलि अन्डरस्ट्यान्डिङ हुनुहुन्छ जस्तो लाग्छ त्यही भएर त्यस्तो मैले उस गर्नुपर्ने केही चाहिँ छैन उताबाट जुन प्रस्ताव आयो त्यो प्रस्तावलाई हामीले गहन रूपमा हामीले हेर्दाखेरि ठिकै छ छोरीको लागि एउटा वरको जुन प्रपोज आएको छ त्यो राम्रो छ भन्ने उद्देश्य अनुरूप हामीले अगाडि बढायौँ जुन दायित्व छ कर्तव्य छ त्यो मैले एउटा पुरा गरेँ कि त्यो महसुस मलाई भइराखेको छ दो पल का साथ दे दो ये कहा जन्मेदेखि हामीले अहिलेसम्मको पालन उनलाई दिने शिक्षा अहिलेसम्म जुन हामीले सायद यो कमी हामीले दिएका थिएनौँ कोई जाने ना छोरीलाई बिदाई गर्दाखेरि पीडा जुन छ त्यो असह्य हुने रहेछ त्यो आज मैले महसुस गर्दैछु त्यो मैले धेरै मिस गर्छु मैले त्यो छोरीलाई सारेगापा मागा बच्चाबाट पहिला एकदम झगडा गर्ने एकदम एकतिर चाहिँ अब टाढा जान्छ भनेर भोलिका आउँदो दिनहरूमा पनि मेरो छोरी मेरो ज्वाइँको जीवन सुखमय होस् आनन्द रहोस् म यही कामना चाहन्छु